हाई गाइज वेलकम टु आवर च्यानल अगेन। यो चाहिँ लास्ट समरको हो। हामी चाहिँ बोनहम आइल्यान्ड घुम्न गएको थियौँ अगस्टमा। भिडियो पोस्ट चाहिँ अहिले मैले भर्खर गर्दैछु। हामी चाहिँ कोपेनहेगनबाट युस्टेल भन्ने ठाउँसम्म गाडीमा गयौँ अनि त्यहाँबाट सिपमा गयौँ। फर्स्टमा 1 आवर समथिङ लाग्यो होला गाडीमा, अनि त्यस पछाडि सिपमा पनि 1 आवर 30 मिनट्स जस्तो होला। अनि त्यहाँबाट हामी सिपबाट उत्रेपछि चाहिँ रोने भन्ने आइल्यान्ड पुगिन्छ। अनि त्यहाँबाट हामी ह्यामरहुस भन्ने हेर्न जाने भनेर त्यो ठाउँमा गयौँ। अनि त्यो ठाउँ चाहिँ एकदम हिस्टोरिक ठाउँ रहेछ। सबै डिस्ट्रोय भइसकेको बट अलिअलि बाँकी। अनि हामी त्यही हेऱ्यौँ, कस्तो रमाइलो ठाउँ। जता हेरे पनि समुद्र सी नै सी। अब कस्तो रमाइलो लाग्ने कि हामीहरूलाई त्यस्तो हेर्दा। त्यसमाथि समरमा त यत्तिकै पनि भाइब्स नै अर्कै हुन्छ, रमाइलो लाग्छ। जे देख्दा पनि रमाइलो, जे हुँदा पनि रमाइलो लाग्छ। अनि हामी चाहिँ त्यो ठाउँमा पुग्यौँ। हामी सबैजना त्यहाँ हेर्दै इन्जोय गर्दै थियौँ। त्यही त हो, फोटो खिच्ने, भिडियो बनाउने, अनि त्यहाँ घुम्ने। अनि बच्चाहरूलाई नजाऊ, जाऊ, नगर भन्दा भन्दै बित्यो। अनि म चाहिँ यसो 1-2वटा भिडियोहरू बनाएँ, टिकटक पनि बनाउँछु भनेर। मलाई चाहिँ त्यही गर्न रमाइलो लाग्छ। अब सबैजनाको आफ्नो त भइहाल्छ होइन। अनि त्यहाँपछि चाहिँ हामी चाहिँ अब फर्कियौँ। हाम्रो अपार्टमेन्ट होटल थियो अनि हामी चाहिँ जाँदैछौँ अब त्यहाँनेरि। अनि त्यो दिन चाहिँ हाम्रो त्यसै गरेर बित्यो। टायर्ड पनि भइसकेको थियो। बेलुका खायौँ, ओर्यौँ, रमाइलो गऱ्यौँ, गीत गायौँ, रमाइलो गऱ्यौँ। अनि सक्यो त्यो दिन। अनि अब भोलिपल्टको कुरा। भोलिपल्ट चाहिँ हामी यो मुनलाइट क्लिफ भन्ने ठाउँमा जाने भनेर पुरा खोजी कहाँ जाने, कुन हो, त्यहाँ भिजिट गर्ने प्लेसहरू भन्दै खोज्दै हिँडिरहेको थियौँ। अनि त्यहाँ पुग्यौँ। अनि त्यहाँ पनि यो रमाइलो ठाउँ थियो, मुनलाइट क्लिफ भन्ने ठाउँमा। अनि हामी सबैजना त्यो सक्ने ठाउँसम्म, जान मिल्ने ठाउँसम्म भनौँ न, त्यहाँसम्म चाहिँ गयौँ। अनि त्यहाँ एकछिन रमाइलो गऱ्यौँ, फोटोहरू खिच्यौँ, भिडियोहरू बनायौँ। अनि त्यहाँबाट चाहिँ हामी पर हेर्दै थियौँ कि, अनि यो चाहिँ हामीले कहाँ पर जुम गरेर खिचेको कि हामीले चाहिँ त्यो वेभ्स आएको रहेछ होइन। फर्स्टमा त हामी त्यो सार्क हो व्हेल हो भन्दै पुरा एक्साइटेड भएर खिचिरहेको थियौँ। अनि पछि थाहा पायौँ त्यो त जस्ट वेभ्स मात्रै रहेछ भनेर। यस्तो फन्नी भएको थियो। अनि हामी चाहिँ त्यहीँ एकछिन त्यहीँ डुलेर अनि त्यहाँपछि चाहिँ अनि हामी उता एउटा के भन्छ झरना छ अरे त्यहाँ बोनहममा पनि भनेर हेर्न भनेर गयौँ। अनि त्यो चाहिँ अनि लास्टै फन्नी भएको थियो हामीलाई। त्यो चाहिँ यति सानो कि अब त्यो वाटरफल नै होइन कि त्यो एक्चुअली भन्यो भने वाटरफल जस्तै नै थिएन। अनि जस्ट त्यो सानो एउटा वाटरफल जस्तै केही थियो भनौँ न। अनि हामी कति हाँस्यौँ त्यो देखेर। हामी नेपालमा त अब कत्रो वाटरफलहरू देखिरहेको नि त। अनि बोनहमको वाटरफल भन्दै हामी कति जोक गऱ्यौँ। अनि यहाँ चाहिँ हाम्रो राम भाइले देखाउँदैछ, म चाहिँ सक्छु, हेर्नुहोस् है, म रुख चढ्न सक्छु भनेर। बच्चाहरू सबैजना हाँसे भइरहेको थियो। उनीहरू राम अङ्कलले कस्तोसँगले गर्नुभयो भनेर माथिसम्म चढेर अनि आम्फाले जम्प गऱ्यो। हामी त्यही हेर्दै मक्क परिरहेको थियौँ। अनि त्यस पछाडि बेलुका राति चाहिँ हामीले यो दिन चाहिँ यसरी रमाइलो गऱ्यौँ। यस्तो फन भयो, गीत गाउँदै हुक्का मेरो भन्दै अन्ताक्षरी खेली अनि हामीले चाहिँ यसरी इन्जोय गऱ्यौँ। यो पनि एउटा रमाइलो भएको थियो। अनि त्यस पछाडि हामी फेरि भोलिपल्ट चाहिँ हामी एउटा बिचमा जाने भन्ने कुरा भएको थियो। अनि त्यहाँ चाहिँ लाइट हाउस रहेछ यति ठुलो। अनि हामी माथि पुगेर हेऱ्यौँ पहिला फर्स्टमा। अनि त्यहाँबाट कस्तो राम्रो भ्यूहरू देखेको, पर यति ठुलो सी थियो। अनि अब हामी चाहिँ त्यहाँ सीमा जाने, आज चाहिँ बिच डे गर्ने भनेर भन्यौँ बच्चाहरू, किनभने एकदम धेरै एक्साइटेड भइरहेको थियो। अनि घुम्न मात्र त उनीहरूलाई पनि के रमाइलो हुन्छ र हामी ठुलो मान्छेलाई जस्तो। अनि उनीहरूले पनि रमाइलो हुन्छ भनेर त्यो दिन चाहिँ हामी टोटली एकदम लेजी डे, बिच डे गर्ने भन्ने सोचेर अनि हामी चाहिँ
बिचमा जाँदै थियौँ त्यतिखेर चाहिँ यो चाहिँ लाइट हाउसको हो। कति ठुलो थियो अनि हामी चाहिँ त्यहाँ एकछिन रमाइलो गऱ्यौँ। यति धेरै हावा चलिरहेको थियो अनि हामी ल डान्स गरौँ एकछिन भन्दै अनि उडायो हावाले भनेर गीत गाउँदै त्यसमा पनि एकछिन भिडियो बनाउने भनेर यसरी हामी सबैजना मिलेर रमाइलो गर्दैछौँ। अनि त्यो बिच डे चाहिँ हाम्रो लागि एकदमै रमाइलो भयो। अब हामी बिचतिर जाँदैछौँ। खोइ त हामी त पुगेनौँ। अनि बिचमा पुग्नुभन्दा अगाडि चाहिँ यहाँ एउटा यस्तो ऱ्याम्प थियो अनि हामी चाहिँ ल हामी मोडल बनेर एकछिन यहाँ गरिहालौँ न त फेसन सो भनेर अनि दुईजना जिस्किँदा फेसन सो गऱ्यौँ। अनि त्यस पछाडि हामी अब चाहिँ बिच जाँदैछौँ। आशपी म हिँड्दैछौँ, अरू अगाडि हुनुहुन्छ, कोही कोही पछाडि हुनुहुन्छ। अनि हामी पुग्यौँ एउटा ठुलो बिचमा। त्यहाँको चाहिँ एकदमै ठुलो बिच रहेछ यो। नाम चाहिँ मैले अहिले बिर्सेँ, पछि याद आयो भने म प्लिज म भन्छु ल। अनि त्यहाँ चाहिँ हामी यति धेरै रमाइलो गऱ्यौँ, यति धेरै कुद्यौँ हामी, यति कुद्यौँ नि त्यो दिन एकदम रमाइलो भयो। अनि भेट्टाइ खेल्यौँ सबिना र म एकछिन, आशपीसँग पनि एकछिन कुद्यौँ। अनि आर्सिया र रामले चाहिँ फुल इन्जोय गर्यो। त्यहाँ उतासम्म गएर वेभ्समा जम्प गरेर एकदमै इन्जोय गर्यो। हामीले चाहिँ यत्तिकै बाहिर एकछिन खेल्यौँ। आशपी र रिद्धि चाहिँ बाहिर खेलिरहेको थियो, उनीहरू भित्र जान डराएर। अनि हामीहरू चाहिँ उनीहरूसँग नै त्यहीँ बसेर रमाइलो गऱ्यौँ। अनि पछि चाहिँ अनि तिमीहरूलाई स्यान्डले अहिले एकछिनमा हामी पुरिदिन्छौँ भनेर भनेको थियो। अनि उनीहरू पनि पुरा खुसी भइरहेको थियो ओके भनेर। अनि हामी चाहिँ एकछिन यहाँ बिचसम्म गएर यसरी खेल्यौँ पनि। आशपी र रामले चाहिँ त्यो दिन चाहिँ फुल अन मस्ती गऱ्यो। उनीहरूलाई डर पनि नलाग्ने, स्विमिङ पनि आउने मान्छे भएर पनि हो। हामी त स्विमिङ पनि नआउने। अनि त्यो भित्र उता गएर बिचमा खेल्न जान त डर लागेको मलाई पनि। हेर्नु त कति रमाइलो गरिरहेछ उनीहरू। यति बेला चाहिँ हो चाहिँ आवारापन बन्जारापन भन्दै गीत गाउँदै एक्लै बिचमा हिँडिरहेको थियो। अनि म भिडियो खिच्दै थिएँ। अनि ल म पनि गर्छु अब मेरो पनि खिच्दियो। उसले गरेपछि त मैले गर्नु परिहाल्यो होइन। अनि मैले पनि एकछिन यस्तो गरेर भिडियोहरू बनायौँ हामी। अनि यहाँ चाहिँ त्यता साइड राम्रो आएन मेरो, अब यो साइडमा भनेर फेरि त्यो साइडमा हामीले खिच्यौँ। अनि यतिखेर चाहिँ ऊ र म भेट्टाइ खेलेको, यस्तो डरलाग्दो कुदेर छलाएर मैले उसलाई पक्रिनै सकिनँ स्ट्रेट वेमा रन नगरेर साइडबाट। अनि हो यतिखेर चाहिँ हामीले उनीहरूलाई यसरी पुरिदियौँ स्यान्डले। अनि त्यसपछि 1 2 3 अब उठ, अब जाऊ रन गरेर अनि हामफालो बिचमा भनेर भन्यौँ। अनि उनीहरू सबैजना पखाल्न भनेर गयो। अनि यतिखेर चाहिँ हामी बुढाबुढी रोमान्टिक गीतमा बिचमा भिडियो बनाउँदै थियौँ। कति स्विट देखेको हामीहरू है। यस, अनि त्यही हो रमाइलो आफ्नो तरिका हो। के कुरामा कसलाई रमाइलो लाग्छ होइन, त्यो त हामीलाई चाहिँ यसैमा रमाइलो लाग्छ। घुम्न जाने, रमाइलो गर्ने, ठाउँहरूमा हेर्ने, खेल्ने, जिस्किने, भिडियो बनाउने, फोटो खिच्ने। रमाइलो हुँदैछ हामीहरूलाई। अनि यो दिन चाहिँ अनि हामी यसरी खेल्यौँ। अनि त्यस पछाडि सकेपछि चाहिँ हामी त्यहाँ
कतातिर हो घुम्न एकछिन गयौँ Så så jeg er sammen med Ridvi, og jeg er sammen med Ingersvang. Så i dag skal vi lave yoga poses. Ja, det er sådan det er. Så godt, nej, du gør det for jer. Stå op. Nej, og skal पोज भन्दै गर्दा थियो अनि अब यो चाहिँ नेक्स्ट डे भयो नेक्स्ट डे चाहिँ हामी यो ओस्टलार्स चर्च भन्ने ठाउँमा गएको थियौँ यो चाहिँ हाम्रो फर्किने दिन पनि थियो अनि बिहान सबै क्लियर कट गरेर त्यहाँ होटल अपार्टमेन्ट सबै उयो गरेर अनि हामी चाहिँ यहाँनिर घुम्दै अनि हामी लास्टमा चाहिँ अनि शिवचरण ठाउँसम्म जाने भन्ने प्लान थियो अनि त्यो दिन चाहिँ यो कुगियम भन्ने ठाउँ रहेछ त्यो पनि यस्तो रमाइलो ठाउँ त्यहाँ गएर यो घुम्यौँ एकछिन त्यहाँको ओल्ड सिटी जस्तो टाइपको अनि कस्तो रमाइलो थियो त्यहाँ घुम्यौँ त्यो चर्च गयौँ अनि त्यही रोने आइल्यान्ड त्यही छेउमा त्यहीँ घुम्यौँ त्यहाँ चाहिँ एलिङ्गे नेक्सो भन्ने एकदम त्यस्तो ठुलो ठाउँ थिएन बनम चाहिँ एउटा साइडबाट अर्को साइड चाहिँ 1 आवर्स जस्तोमा पुगिने जस्तो थियो अनि यो चाहिँ मेरो कान्छुले उसले लभ साइनको भेट्टाए रे भनेर अनि यहाँ चाहिँ दुईजना दाजुभाइ बसेर हे देउता मेरो पनि सुनिदेऊ न कुरा एउटा यस्तो के भन्दै जोक गर्दै थियो उनीहरू दुईजना अनि त्यहाँबाट हामी घुमिवरि सबै सकाएर हामी चाहिँ अब फर्किँदैछौँ अनि त्यहाँ एउटा अर्को केमा गएको थियौँ हामी मुनलाइट क्लिफ त हामी हिजै गएको थियौँ अर्को के भन्ने एउटा ठाउँ थियो मैले बिर्सेँ अहिले त्यो ठाउँमा चाहिँ जाँदैछौँ यो चाहिँ क्लिफ अनि कस्तो इको आउने कि हामी बोल्दाखेरि पनि यस्तो केही बोल्यो भने इको आउने अनि त्यो ठाउँमा गएर यस्तो रमाइलो थियो त्यो पनि त्यहाँ गएर हामी यसरी घुम्यौँ यसरी त्यो क्लिफमा कति बेर हिँड्नु पर्थ्यो अनि त्यहाँ यसरी घुमेर अनि त्यस पछाडि हामी एउटा ठाउँमा गयौँ यो चाहिँ आस्पीले बनाइरहेको भिडियो हो आस्पीले बनाएको यो चाहिँ आर्मीहरूको ठाउँ भनेको जस्तो लाग्छ मलाई त्यहाँनिर गएर अनि त्यो माथि चढेर एकछिन त्यतैतिर डुलेर अनि हामी चाहिँ फेरि मेन ठाउँमा शिव चढ्ने ठाउँकै साइडतिर अब जाने बेला पनि भयो भनेर अनि त्यतै गएर अनि त्यतै घुम्यौँ अनि त्यस पछाडि हामी चाहिँ बिस्तारै आफ्नो बाटो लाग्यौँ अनि यो चाहिँ त्यहाँ मेन सिटी यो चाहिँ रोने भन्ने ठाउँ त्यो चाहिँ मेन सिटी हामीले पोलिटी हर्सहरूमा यसरी हिँडिरहेको पनि देख्यौँ अनि त्यहाँ एकछिन रमाइलो गऱ्यौँ आस्पी ऋत्वी तिनजना पुरा डान्स गरेर हामीलाई चाहिँ स्टेज भेटाएको उनीहरूले अनि त्यहाँ चाहिँ हामी त डान्स गरेर देखाउँछु भनेर डान्स गरेर देखाइरहेको थियो अनि हामी चाहिँ त्यहाँ क्ल्याप गर्दै बसिरहेको थियौँ अनि रमाइलो भयो जे होस् हाम्रो होल 3 nights 4 daysको भनौँ न ट्रिप थियो रमाइलो गऱ्यौँ हामीले चाहिँ इफ यु गाइज आर अल्सो इन्ट्रेस्टेड बनम चाहिँ जानुभयो हुन्छ रमाइलो छ समरमा चाहिँ एकदमै रमाइलो हुन्छ अनि यो चाहिँ हामी अब गाडीबाट शिवमा जाने बेलाको भिडियो हो शिवभित्र गाडी छिराउने बेलाको यता चाहिँ यो भयो यताबाट चाहिँ शिवभित्र जाँदैछौँ अनि हामी शिवभित्र गएर अनि 1 घन्टा कति मिनट थियो क्या हो अनि बसेर त्यस पछाडि हामी फेरि गाडीबाट 1 hours त्यो ड्राइभमा कोपेनहेगन आउँदैछौँ राति भइसकेको थियो मेबी 10 जस्तै बजिसकेको थियो क्या हो अनि आस्पी त निदाइ पनि सकेको थियो गाडीमा अनि हामी चाहिँ एकदम रमाइलो मेमोरिजहरू लिएर एकदम खुसी भएर आफ्नो घर फर्क्यौँ समरमा चाहिँ यही हो घुम्न जाने रमाइलो गर्ने है सबैभन्दा ठुलो कुरा हो अनि लाइफ इज all about making memories. So keep enjoy, keep watching. Thank you guys.